हेलो गाइज, हामी चाहिँ यो कुन ठाउँ अरे टोड्के भन्ने ठाउँमा चाहिँ अर्घाँची हाम्रो उत्तम भाइ। हेलो भन्नु नि त। हेलो हेलो। यता ब्रोको नाम शुभम ब्रो, यता रिजन ब्रो होइन यसमा त भाइ ढङ्गै भएन कि मेरो के खोलिदिनु न त्यो गाना नबज्यो कपिराइट लाग्छ र म यता अस्पाक यता हेलो भनिदिउँ त ब्रो ब्लग अनि जाऊँ न थोरै थोरै खाएर खाना। अब हामी चाहिँ अनि हामी चाहिँ अर्घा यो अर्घाँचीको टोड्के भन्ने ठाउँमा छौँ हामी। यस्तो दामी छ यो ठाउँ, हेर्न सक्नुहुन्छ तपाईँले। यस्तो हावा खाएर आयो है, मिठो हावा। तर्सायो नि गाडी बाहिर बसेर आएको तर्सेँ म त एकछिन। यस्तै छ है यहाँ, दामी छ ठाउँ चाहिँ, चिसो हावा चलिरहेछ है। सो त्यही हो, अब यहीँ आएर ब्लग बनायो। अब क्रिकेट खेल्न आएको हामी चाहिँ 6जना 5जना कतिजना छौँ हामी? 6जना छौँ। अब थोरै खानपिन गरेर हामी अब फर्किन्छौँ गेम खेल्नको लागि। हाम्रो गेम सकेपछि 1 बजेतिर, अहिले चाहिँ 11 बजे अहिले चाहिँ। सो त्यस्तै छ है। छोटो मिठो भ्लग हेर्नु होला तपाईँहरूले हाम्रो अर्घाँचीतिरको साथीभाइहरूसँग। ल प्राय हल्लीचल्ली कस्तो लागिरहेको मौसम? ठिकै छ दाइ। अब डाँडा पारी जानुपर्छ गेम खेल्न, हिँड्नु जाने हो। हामी यहाँ छौँ है खाना खाएर। बाटो यस्तो यो बाटो हुँदै आएको हामी चाहिँ सर लाएर कस्तो छ। अनि हामी चाहिँ हामी चाहिँ जाने भनेको चाहिँ यहाँ हो, यो ठाउँमा। राति भनेको 81 दाइ। अब 6जना लिनु भने चाहिँ जाम लिएर जाम भने खाना खाँदैछौँ। यता चाहिँ हलाल खाने मान्छेले यो खाएर यो नआइकन बिचरा हेर्दै बसेर बुझ्दा ल अस्पाकको लागि स्पेसल आउँदियो। दामी हावा लगाइरहेछ है, मजा। ल बुद्धिस्ट नेचर कस्तो भयो त भाइ? खतरा आउने रहेछ उत्तमको त यार। डेस्टिनेसन देखेर उहाँ डर लागिरहेको थियो मलाई, त्यहाँ हिँडेर जाने हो रे। दामी आउँछ भाइ, धेरै मजा। र अब चाहिँ हामी खाना खाएर उकालो लाग्दैछौँ। खाना खाइयो टन्न। ओइ भाइ नगर न, यस्तो 2-2टा ज्यान पार्न गाह्रो हुन्छ। त्यस्तो धेरै नबोलाउ न यार। म बोल्दैन नि दाइ। भाइ त हेन्सम आनै हेन्सम सानो देखियो दाइ। यस्तै छ, सेसे भइसक्यो। घरबाट निस्किन पाएन त्यसले सेसे भइसक्यो नपाउनेछौँ। सिङ्गरहरू बुहर ल्यायो नि भाइ होइन? म चाहिँ हाल्ने त भाइ कि बचाइ हाल्ने। अब चाहिँ चल्दिन लाग्यो हामी चाहिँ। सबकै सिजाखेरि एकदम टुट जाई राजाजी। बाटो चाहिँ यस्तो यस्तो छ है, गेम खेल्न जाने 10-15 मिनट हिँड्न पर्छ अरे। हाम्रो वामा पो के त्यो कन्टेन्ट यस्तरी पाइन्छन् बाटो बाटोमा। भाइको यो हालत देख्दा त सुत्नु भाइ एकलट। यस्तो दामी छ कमला पसन्द किन्नु दोस्त किन्न केटा
मलाई गाडी चढाइदियो मलाई घर पठाइदियो आउँछ नि लिफ्ट पायो ल भाइ भाइ हस् पाकले लिफ्ट पायो मजाले ए वार्मअप हो दाइ वार्मअप त्यो दामी ठाउँ आइएछ है हामी यो यस्तो अगाडि बाइकै छ म त रेडी हो वार्मअप गर्छु न भाइ रमाइलो हँसाइरहने भाइ त रमाइलो भइरह कन्टेन्ट दिइरहनु भाइ थियो मलाई भर्खर आएको होइन त मलाई त ठ्याक्क धन्न फेरि कस्तो छ नि यो सारा आयो क्या ब्याट्री टिक्दै ट्याक गर्दै हिँड्यो मलाई ट्रेकिङ यो स्टिक बोकेर हिँड्यो हामी चाहिँ दुबुरा भयो अब मलाई 300 स्टेप हो त्यहाँ 300 कस्तो लागिरहेको छ मेरो भाइ धोका दिनु हुँदै म निशब्द छु म केही बोल्नु सकेन भाइलाई त नि चढ्न मैले मोटिभेट गरिरहेको यार तिमी थकित भएन मलाई थाहा तिमी सक्छौ भाइ सक्छौ क्या यति हो क्या आइसक्यो यहाँ बस्ने है कहाँ यहाँ बसेर घाम छ क्या भाइ त्यहाँ बस्नु हुन्न यार घाम हेर फर्केर फेरि बरु त्यहाँ तल जानुहुन्न फेरि माथि जाऊँ यस्तै छ है रमाइलो भइरह थकिन लागिरह राज भाइ सामान निकाल राज भाइ सामान निकाल आइसक्यो त मेरो आइसक्यो के आइसक्यो हेर्दै केटाहरू यस्तो यार खेलाडीहरू यार आइसक्यो कि जाऊँ हेर त थाकेको जाऊँ कि जाऊँ हुँगार शीतल हाम्रा के बस्नु 5 मिनट अहिले उठ्नै मन लाग्दैन फेरि कसम उठ्नै मन लाग्दैन भाइ घुस खाएर मन तोड्दै है सब चिनेको अनुहार गेम प्लेयरहरू सब कपिल वस्तुको छ नि सब कपिल वस्तुको प्लेयरहरू तेरा कहाँ जस्तो भयो थाहा फर्स्ट टाइम पाएको ग्राउन्ड पुरा भिडियो बनाउने बे सपना कलेक्सन तर एउटा स्पोन्सर त सपना कलेक्सन राख्नुपर्छ के जे भए पनि एउटा सपना कलेक्सन एउटा महरा स्पोर्ट भोक लगाएर घाँस खाँदै हुनुहुन्छ जरीबुटी मैले एग्रिकल्चर सिकेको भए मैले म्याथ सिक्ने अर्को मेरो बहिनी यो पनि मिटिङ भएर हाम्रो कपिलवस्ती बुद्ध भूमिको टिम बुद्ध भूमिको टिम छुट्टा छुट्टै टिमबाट खेल्न आउँदै हाम्रो त ग्यारे आफै राख्यो ल कमेन्ट्री हानेकै छक्का भाइ मजा आयो किन हेर्न म निशब्द छु दाइ म केही बोल्नु 12 बजे भएन क्या अब कहिले हुन्छ भुरा स्पिडको बोलिङ परेको छ यहाँ भुरा स्पिडको स्काई भुराले बोलिङ गर्दै हुनुहुन्छ त्यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ
र यहाँ राम्रो बलिङ पछाडि छोडेर यहाँ पुगिसक्यो बल रिजन के कमेंट्री हानो ना एक रट जाओस् न यार एकदम बहुत सुरली के आवा थे भाव जैसे मछली पकड़ने जावा तो सुरली पूरा फुतली 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 हो जाए बोला अरे यार मैं कसम सपना कलेक्शन को ओनर हरि प्रसाद चौका को फेरि गयो त ए गेम आज जितेर फर्किसकेको छौँ के छ त आज गेमको बारेमा कस्तो लागिरहेको जितेर एकदम बवाल लागिरहेको ल हाम्रो मेन बोलर आजको ल वेल ब्याटिङ खतरा ब्याट गरे कति रन हान्यो उत्तम आज भाइ मैले आज 56 रन हाने कि मेबी 56 56 होइन अरे 5वटा मात्र छक्का गराइदियो नि 38 हो त्यो दाइ स्कोर बुकको नपत्ताउनु मैले जोडिरहेको छु आफूले हानेर अनि छक्का कतिवटा खायो छक्का मैले खाएन दाइ तिनवटा खायो एक ओभरमा तीनटा सिक्स खायो उत्तमले उत्तमले उत्तम यसले हो कि बिलियो उत्तमले हो ए बी छैन र आज चाहिँ गेम जित्यो गाइज होइन अब कहिले भोलि कहिले पर्छ अब हामी चाहिँ जानेछौँ भोलिको दृश्य देखाउनको लागि सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड थ्याङ्क यू बाई